सम्पूर्णमा मेरो नमस्ते। मेरो नाम दामोदर गौतम। म छु आज लुगुम, लेख्दा चाहिँ लुगुम लेखेको छ तर यो खास चाहिँ लुकुम भन्ने ठाउँ हो। यो के भन्छ लुम्बिनी प्रदेशको सबैभन्दा कान्छो जिल्ला रुकुम पूर्वको लुकुम भन्ने गाउँमा चाहिँ म एकदम रमणीय ठाउँमा छु साथीहरू हो। तपाईँहरूलाई पनि अब यहीँ रुकुम पूर्वकै पर्यटकीय क्षेत्रको नम्बर 1 मा 1 नम्बरमा पर्छ। किन भन्दाखेरि रुकुम पूर्व मात्रै नभइकन यो मध्य पहाडी पुष्पलाल हाइवे को बिचमा पर्छ। यो ठाउँ चाहिँ एकदम रमणीय छ। किन भन्दाखेरि गाउँ पनि कस्तो राम्रो छ हेर्नु त, हेर्न सक्नुहुन्छ तपाईँहरूले। यस्तो घरमाथि घर के है, यस्तो एउटा यो ठाउँमा छ भने अर्को एउटा चाहिँ तकसेरामा पनि छ। यो हाम्रो यो घुमे गाउँपालिका वार्ड नम्बर 1 रुकुम पूर्वमा अवस्थित छ भने हाम्रो तकसेरा भन्ने चाहिँ पुथा उत्तर गङ्गा गाउँपालिका 9 र 10 मा चाहिँ पर्दछ। त्यहाँ पनि हामी गएको थियौँ कुनै बेला। यहाँ पनि राम्रो छ। तपाईँहरू चाहिँ अलिकति यो आन्तरिक बाह्य भन्दा पनि आन्तरिक पर्यटकहरू आएर रमाउने ठाउँ हो यो चाहिँ। जस्तो हामी छिमेकी जिल्लाहरू पश्चिम रुकुम, रोल्पा, अनि बागलुङ भनेपछि दाङ, सल्यान, त्यहाँबाट त आउने घुम्ने जाने क्रम त चलि नै रहन्छ। तर अब तपाईँहरू यो जुन भिडियो हेर्दै हुनुहुन्छ नि, भिडियो हेर्ने दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि म एउटा अनुरोध के गर्न चाहन्छु भनेपछि तपाईँहरू पनि आउनुहोस्। यो धेरै टाढा छैन। राप्ती लोक राजमार्ग भन्छ हाम्रो त्यो दाङ है। दाङ त सबैलाई थाहा छ। दाङ तुलसीपुरदेखि करिब लगभग 5 घन्टा, बढीमा 5 घन्टा बाइकको यात्रा गऱ्यो भने हाम्रो यो ठाउँमा पुगिन्छ। यो ठाउँमा पुगेपछि स्वर्गीय आनन्द मिल्छ। हावा सिरसिर चलिरहेछ। यो सिजन भनेको अहिले चाहिँ चिसो मौसम छ, त्यही भएर घाम पारिलो घाम लाग्छ। चिसो चाहिँ लास्टै चिसो छ यो ठाउँमा। अलि आउँदाखेरि चाहिँ तपाईँहरूले अलि तातो तातो लाउने कुराहरू, मिठो मिठो खानेकुरा खाने तरिकाले चाहिँ आउनु होला। किन भन्दाखेरि चिसोबाट बच्नु पनि छ। यहाँ अर्ग्यानिक ठाउँ हो। यसमा चाहिँ पाइन्छ फेरि धेरै कुराहरू पाइन्छ है। यहाँ सुकुटीहरू पनि पाइन्छ। अनि त्यस पछाडि यहाँ चाहिँ अब तपाईँहरू खाने बानी छ भने कसैलाई अब कोदोको विभिन्न परिकारहरू खान पाइन्छ। किन पौष्टिक आहारको बानी खान पाइन्छ होइन। अल्कोहलको रूपमा पनि खान पाइन्छ। धेरै कुराहरू छ। आउनुहोस्, एकचोटि भिजिट गर्नुहोस्। यो ठाउँलाई चाहिँ एकदम मनोरम दृश्य छ। यसलाई चाहिँ लोभिने दृश्य छ। यसलाई पनि खिचेर तपाईँहरूले संसारभर पुर्याउनुहोस्। यति भन्दै म चाहिँ बिदा हुन्छु। हस् त, धन्यवाद। अनि सर यो लुगुम लेख्नुको कारण के रहेछ, कुन भाषामा रहेछ यो? यो चाहिँ हाम्रो यो स्थानीय यहाँको खाम भाषा, मगर खाम भाषामा हैन? मगर खाम भाषामा चाहिँ यो लुगुम भन्ने चलन छ। हजुर। र हाम्रो चाहिँ अब उता टाढाबाट आउने साथीभाइ दिदीबहिनीहरूले चाहिँ लुकुम भनेर चिनिन्छ। रुकुमको लुकुम है। रुकुमको लुकुम भन्ने ठाउँ मलाई पनि यो ठाउँ कस्तो छ भन्ने लाग्थ्यो पहिला। आजभोलि यही ठाउँमा यताउता धेरैचोटि गर्नुपर्छ। हाम्रो यो कार्यालयको कामले गर्दा पनि धेरै आवत जावत हुन्छ। त्यो भए हुनाले अलिकति सामान्य जस्तो लाग्छ। तैपनि म यहाँ आइसकेपछि यहाँ ब्रेक नलागेको ठाउँ चाहिँ हुँदैन। मोटरसाइकलमा आउँदाखेरि चाहिँ हामी जहिले पनि एउटा एक ब्रेक लगाएर हामीले एउटा सेल्फी भए पनि एउटा सानो भिडियो क्लिप भए पनि खिचेर जाने गर्छौँ। हेर्नु त साथी, आजको दिनमा त्यहाँ पनि साथीहरू पिकनिक स्पोट जस्तो पनि छ हाम्रो यहाँ है। साथीहरू धेरैजना बाइकमा पनि आउनु भएको छ। त्यहाँ चाहिँ पिकनिक, ड्राई पिकनिक जस्तो आज चाहिँ पब्लिक होलिडे पनि हो। सरकारले बिदा दिएको दिन आज पुसको 15 गते पनि हो। पुस 15 भनेपछि अहिले तमु लोसार गुरुङहरूको एउटा चाडपर्वको रूपमा पनि छ। हामी अहिले हिन्दू धर्मावलम्बी विभिन्न जात जाति विभिन्न थरीका मानिसहरूले पनि यो पुस 15लाई आज खिर खाएर, पिरालु खाएर, आलु खाएर, उसिनिएको चिजहरू होइन खाने चलन छ। माघे सङ्क्रान्ति जस्तै हामीले विभिन्न परिकारहरू खान्छौँ नि, त्यस्तै गरी खाने चलन पनि छ है। आउनु होला। राम्रो छ। यता बाटोको दृश्य देखाइदिनु न, कस्तो राम्रो छ हेर्नु त। कस्तो आनन्द, स्वर्गीय आनन्द है। कस्तो राम्रो छ। यता हेर्नुहोस्, यो एरियातिर तपाईँहरूको असार
साउन भदौतिर आउनुभयो भने पुरै बुकी फुल फुलेको हुन्छ। यतातिर त हामी त कति रमाएको यहाँको फोटोहरू पनि छ। अहिले चाहिँ अब मरि जस्तै भइरहेको छ होइन। अहिले चाहिँ हाम्रो उहाँ पनि हेरिरहनु भएको छ। एकदम यो ठाउँमा पुरै हरियाली हुन्छ है। तपाईँहरू यो ठाउँमा आउनलाई बेस्ट सिजन भनेको असार साउन भदौसम्म, भदौ असोजसम्म पनि ठिक छ है। ल आउनु होला गाइस। ल सर धन्यवाद। यहाँ रुकुम पूर्वको बाई बाई। एउटा पर्यटकीय स्थल लुकुम गाउँ र आसपासको क्षेत्रको जानकारी दिएकोमा सरलाई धेरै धेरै धन्यवाद छ। हस् वेलकम। ल फेरि पनि अन्तर्वार्तामा जोडिँदै गरौँ।